ए भोलि दसैँ भनेर के हेर्नु पैसा छैन आफूसँग पैसा त छ नि लिन छ दिन्नन् ए मलाई गाह्रो पर्यो सन्तोष ए पैसा देऊ न पैसा देऊ म त 7 दिनमै दिन्छु भनेर चाहिँ मागिसकेपछि 7 दिन 14 दिन गर्दा गर्दै 1 वर्ष 2 वर्ष 3 वर्ष 4 वर्ष भइसक्यो नाक मुख देख्न पाइया छैन आफूहरू चाहिँ अझै यसो हेरेको स्टोरीमा दसैँमा खसी ढालियो खसी होइन हाम्रो मुटु ढाल्यो के तिमीहरूले पैसा नदिएर त्यो बेला कति आपत पर दिया हो कि होइन अहिले हामीलाई चाहिँदा पैसा फिर्ता दिनुपर्छ कि पर्दैन छोरा छोरीलाई महँगो स्कुलमा पढाएको छ अहिले कहीँ जानु पर्यो भने साइकल मोटरसाइकल होइन ट्याक्सी नबिकन हिँड्न चाहिँ परेको छैन ए अब अझै दसैँको यो ठ्याक्क यो पूर्णिमा अगाडिसम्म घुमेर इलाम घुमियो स्वर्गद्वारी घुमियो अर्का खाँचीको के हो एउटा के मन्दिर घुमियो ए फलानु ठाउँ घुमियो भन्नु त अब फेरि फोटो हाल्ने दिन आउँदैछ तर पैसा दिन्नौ तिमीहरूले गर्दाखेरि यहाँ छोराछोरीलाई कपडा किन्न पनि पाइएन छोराछोरीले चाहिँ बे यसपालि त कपडा पोहोर पनि पैसा आएर किनिदिउँला भनेको पैसा दिँदै दिन्नन् अब मेरो विचारमा मरेर पनि यिनीहरूले चाहिँ पैसा दिँदैन जस्तो लाग्छ त्यस कारणले गर्दाखेरि हे सापट लगाहरू तिमीहरू ठुलै मान्छे रहेछौ तिमीहरूको चाहिँ हामीले चाहिँ उस जुनीमा ऋण खाएका रहेछौ त्यस कारणले गर्दाखेरि तिमीहरूले ब्लक गरो तिमीहरू हाम्रो आँखा अगाडि नदेखाओ सबै गरो कि पैसा दियो होइन हामीले दसैँ मान्न हुन्छ हामी दसैँ मान्न परेको परेन तिमीहरूको दसैँ भयो हाम्रो यहाँ दशा भयो तेरिका ल तपाईहरुको धेरैलाई यस्तो भएको छ होला शेयर गर्नु होला लाइक गर्नु होला कमेन्ट गर्नु होला तपाईहरु सबै रिसा जस्तो भएको छ नखानीसँग रिसा छैन धन्यवाद।